नमस्ते, म योगिनी सरिता। फेरि आज हजुरहरूको माझ म ज्ञान योग लिएर उपस्थित भएकी छु। आजको ज्ञान योग छ रेकी। रेकी भनेको के हो भन्ने विषयमा म थोरै चर्चा गर्न जाँदैछु। रेकी शब्द दुई शब्द मिलेर बनेको हुन्छ, रे ई र की मिलेर बनेको यो जापानिज भाषा अनुसार रे ई भनेको विश्वव्यापी ब्रह्माण्ड पारलौकिक आत्मा हो र की भनेको जीवनको ऊर्जा हो। यो सन्दर्भमा रेकी शब्दको अर्थ विश्वव्यापी जीवनको ऊर्जा हो र चिनिया परम्परागत औषधिहरूको चिकित्सकहरूको प्रकाश र रुसी अनुसन्धानकर्ताहरूको जैविक प्लाज्मिक ऊर्जाहरूसँग मिल्दोजुल्दो देखिन्छ र ब्रह्माण्ड यसको ऊर्जाको कारण नै चल्दछ, अस्तित्वमा छ। ताप, चिसो, किरण, ध्वनि, पानी, हावा आदि सबै ऊर्जा स्वरूप हुन्। ब्रह्माण्डको प्रत्येक पदार्थमा विद्युतीय चुम्बकीय क्षेत्र जैविक ऊर्जा हुन्छन्। क्वान्टम भौतिक शास्त्र अनुसार यदि कुनै पनि कणहरूको आवृत्ति परिवर्तन गरियो भने यसको परिवर्तन रूप हुनेछ र यो न्युट्रोन, इलेक्ट्रोन र प्रोटोन आवृत्तिको गतिको कारणले हुन्छ र यसको अर्थ ऊर्जामा हाम्रो वरिपरि छ र हामी पनि ऊर्जाकै अंश हौँ। रेकीको अभ्यास मार्फत हामी त्यो विश्वव्यापी जीवन शक्ति ऊर्जा प्राप्त गर्ने प्रक्रियालाई ऊर्जा जागृत तरिकाले नै ऊर्जाले नै व्यवस्थित गर्छौँ। केही मानिसहरूले रेकी जापानका डाक्टर मिकाओ सुईले बनाएको उपचार प्रणाली हो भन्ने विश्वास गर्छन् भने केही मानिसहरूले यो 2500 वर्ष पहिले बुद्धको समयदेखि विकसित भएको एक भिक्षुहरूको मार्फत विश्वभर फैलिएको विश्वास गर्छन् र धेरैजसो रेकी उपचारहरू यो कुरामा सहमत छन् कि यो बुद्धले पत्ता लगाएका थिए र बौद्ध पुस्तक पढिसकेपछि लामो समयदेखि लुकेको थियो र मिकाओ सुईले जापानबाट रेकी पुन पत्ता लगाएका थिए। रेकीको सबैभन्दा रोचक पक्ष भनेको प्रत्येक व्यक्तिसँग यही पहुँच योग्यता हो। केवल प्रणालीगत अनुरूपताले नै रेकीलाई व्यवस्थित गरिएको विशिष्ट तरिकाले अभ्यास गर्न मद्दत गरेका छन्। रेकीको अभ्यास मार्फत व्यक्तिले आफूलाई मात्रै निको पार्दैनन् र अरूलाई पनि यसको ठुलो फाइदाहरू दिने गर्दछन् र उपचारको प्रक्रिया भनेको ब्रह्माण्डलाई ऊर्जा प्राप्त गर्नु हो र त्यसपछि हाम्रो हत्केलामा ऊर्जा ल्याउनु र त्यस ऊर्जा रिसिभ गरी अरूलाई ऊर्जा पास गर्नु हो। हामी क्राउन चक्रको बाटो हुँदै हत्केलामा ऊर्जा प्राप्त गर्छौँ र अरूलाई पास गर्छौँ र त्यसपछि रेकी हामीले चाहेको जो कोहीलाई पनि प्रवाहित गर्छौँ र हाम्रो चक्र र ऊर्जा प्रणालीको माध्यमबाट हाम्रो ऊर्जा सन्तुलन गर्नको लागि यति महत्त्वपूर्ण ऊर्जा तान्छौँ र रेकी उपचारको क्रममा एक उपचारक अभ्यासकर्ताले पनि आफूलाई वा अरूलाई निको पार्न आफ्नो ऊर्जा प्रयोग गर्दै उनीहरू अभ्यासको एक हिस्सा बन्छन्। त्यसैले पनि आफ्नो ऊर्जा गुमाउँदैनन् र उपचारहरूको ध्यानको गहिरो स्तरमा पनि जान्छन् र यसले ऊर्जालाई पनि सशक्त बनाउने मद्दत गर्दछ र रेकीको स्वयन्त अभ्यास जीवनमा परिवर्तन गर्ने र हाम्रो जीवनलाई आध्यात्मिकको मार्गमा डोर्याउने गहन गुण भए तापनि यो दुर्लभ कुरा होइन। वास्तवमा रेकी आध्यात्मिकताको एक लोकतान्त्रिक रूप जस्तै हो जुन जात, सम्प्रदाय, धर्म, उमेर, लिङ्ग प्रवाह नगरी सबै मानिसहरूको लागि पहुँच योग्य छ। रेकीको सबैभन्दा अन्तर्निहित पक्ष भनेको यो बुझ्नु हो कि सबैसँग एक च्यानल र जीवन शक्ति ऊर्जा जडान गर्ने प्राप्त एक क्षमता पनि हो र वास्तवमा हामी अनजानमा
र जानी जानी ब्रह्माण्डीय ऊर्जा जीवन शक्ति प्राप्त गरिरहेका हुन्छौँ। रेकीको अभ्यास मार्फत हामी शरीरको विशेष भागमा यसको समस्याहरूमा स्थायी प्रवाह सिर्जना गर्न व्यवस्थित तरिकाले प्रयोग गर्ने र सञ्चय पनि गर्ने गर्दछौँ। यसबाहेक रेकीले मानसिक र मनोवैज्ञानिक समस्यालाई पनि निकै राम्रो पार्दछ र शरीरमा ऊर्जा प्रवाह गर्नुको पछाडिको संयुक्त चुम्बकीय र ऊर्जाको स्थानद्वारा नै हाम्रो भौतिक र अलौकिक शरीरमा ठुलो स्तर महसुस गर्दछ। भौतिक शरीर र मनोवैज्ञानिक स्तरमा मानव जीवन परिधिमा रेकीको प्रवाह रेकी मानिसद्वारा सिर्जना गरिन्छ र चीज होइन, यो संसारमा पहिले नै अवस्थित ऊर्जा हो। वास्तवमा यसलाई डाक्टर मिकाओ सुईजीले पुनः पत्ता लगाएका थिए, यो व्यवस्थित गरेका पनि थिए। रेकीको अभ्यासले हाम्रो शरीरमा व्यवस्थित नभएका चक्रहरूलाई सन्तुलनमा राख्न मद्दत गर्छ। शरीरका विभिन्न भागमा व्यवस्थित नभएका चक्रहरूमा ऊर्जा बिन्दुहरू पनि कुण्डलिनीमा जस्तै सक्रियताको साथ यसले अवधारण गर्न सक्दछ र सक्रियताको अभ्यासलाई नै अझ राम्रो परिकृत गर्न मद्दत गर्दछ। रेकीले इमान्दार र समर्पित अभ्यासले चक्र सक्रियताको अभ्यासलाई पनि अझ राम्रो गर्न सक्छ र रेकीको अभ्यासबाट व्यक्तिले शरीरमा बलियो ऊर्जा प्राप्त गर्छन् भने जसले ऊर्जाको सूक्ष्म शरीरलाई सशक्त बनाउँछ। रेकीको अभ्यासले भौतिक शरीरलाई मात्र होइन तर सूक्ष्म शरीर र आत्मिक शरीरलाई पनि सशक्त बनाउँदछ, जसले हामीलाई अनुभूतिको स्तरमा पुर्याउँछ र यसर्थ हामीले हाम्रो समर्पितको अभ्यासलाई पनि निरन्तर दियौँ भने रेकीले चिकित्सा विज्ञानले निको नगरेको रोगलाई पनि निको पार्न सक्छ र रेकीको प्रभाव शरीरमा रासायनिक संरचनात्मक परिवर्तनदेखि तन्तु हड्डीहरूको पूर्ण निर्माण र पुनर्जन्म नै गर्दछ। रेकी उपचार मानसिक तयारीले होइन, विश्वास र ऊर्जाको राम्रो स्वीकृतिले काम गर्दछ। यसबाहेक रेकी हाम्रो आफ्नो आत्मा र परमात्मासँगको यसको सम्बन्ध बारेमा जागरुकता ल्याउने सबैभन्दा राम्रो पक्षहरूमा एक राम्रो पक्ष मानिएको छ। योगको विचार कुनै न कुनै रूपमा रेकीको विचारसँग सम्बन्धित छ र यस अर्थमा कि योग र रेकी दुवै उच्च चेतनाको प्राप्त गर्ने एक पक्ष मिल्दोजुल्दो अनुकूल पनि हुन्छन्। र अर्को शब्दमा यदि रेकीलाई योगको अंशको रूपमा लियो भने यो अति शक्तिशाली र यसको अर्थमा अझै ऊर्जावान हुनेछ र यसको विश्वव्यापी माग र महत्त्वको कारण आयुर्वेद र योग स्कुलमा नेपाल आयुर्वेद स्कुलहरूमा पनि रेकी प्रथम डिग्री दोस्रो डिग्री सञ्चालन गर्दै आएका छन् र धेरै त हस्पिटलहरूमा पनि रेकी जोडी बिरामीलाई पनि तुरुन्तै निको पार्ने अहिले रेकीको निकै माग बढेको छ र रेकी प्रथम डिग्रीले मूलतः आफैसँग अभ्यास र उपचार मार्फत विश्वव्यापी जीवन शक्ति ऊर्जाको अस्तित्वको लागि व्यक्तिसँग उपचार जागरुकतामा पनि प्रकाश पार्छ र रेकीको पहिलो डिग्रीको साथ दीक्षाको साथ रेकी यात्रा जसले तपाईलाई विशेष तरिकाले नै आफूलाई निको पार्न सक्षम बनाउँछ र कुशल काम र रेकी गुरुसँग पनि ज्ञान प्राप्त गरेपछि एक राम्रो अवसर पनि आफूलाई मिल्दछ। रेकी यस्तो ज्ञान हो, रेकी एउटा आत्मा ऊर्जा हो। यो त्यस्तो ऊर्जा हो जुन हामीले हाम्रो मस्तिष्कको बुनाइ प्रयोग गरेर जहाँ मन लाग्छ किरणको रूपमा सिर्जना गर्ने प्रसारित गर्न सक्छौं र हाम्रो मस्तिष्कमा विभिन्न बुनाइ सिर्जना गर्ने ठुलो शक्ति छ र रेकी मार्फत हामी त्यो शक्तिलाई ऊर्जा सिर्जना गर्छौं र त्यसपछि हामीले जसले मन पर्छ त्यसलाई पनि जे रोग छ र त्यहाँ पनि हामी रेकी पास गरेर निको पार्न सक्छौं।
किनकि यो रोग निको पार्यौँ भने हामी नेपालमा हाम्रो रेकी प्रशिक्षकहरूले आफूलाई चाहिएको कामहरू नभनेका कामहरू आफूलाई ऊर्जा शक्ति चाहिएको अवस्थामा रेकी आह्वान गरेर आफ्नो विभिन्न किसिमका कामहरू सफल पारेका छन् भने पढ्ने विद्यार्थीहरूले रेकी ऊर्जाबाट आफ्नो पढाइलाई पनि निकै अगाडि बढाएका छन् र ध्यान नलागेको बेलामा रेकी साधनाबाट पनि डिप ध्यानमा जान सकिन्छ र टाढा टाढा हुनुभएका टाढा भएका आफ्ना मान्छे हुनुहुन्छ भने रेकी दोस्रोबाट पनि हामी डिस्टिङ हिलिङको मार्फत टाढा टाढा पनि उपचार गर्न सक्छौँ। हामी पहिलो डिग्रीमा छोएर नै उपचार गर्छौँ भने हामी दोस्रो डिग्रीमा टाढा टाढा भएका आफ्ना मान्छेलाई बिरामी वा रोगीलाई हामी टाढा टाढा पनि डिस्टिङ हिलिङ गरी रेकी उपचारबाट निको गर्ने गर्दछौँ। त्यही कारण रेकी भनेको एउटा ब्रह्माण्डीय ऊर्जा शक्ति हो। यो ऊर्जालाई हामी दैनिक आफूसँग वरिपरि हामीलाई पत्तै नपाइकन बगिरहेको ऊर्जालाई प्रयोग गरेर हाम्रो शरीर मन दिमागलाई सन्तुलित राख्ने काम रेकीले गर्छ भने आफू 21 दिनमा आफ्नो डाक्टर आफै बनिसकेपछि हामी धेरै भन्दा धेरैले लाभ दिन पनि सकिन्छ। त्यही कारण रेकी हाम्रो लागि जीवनको एउटा महत्त्वपूर्ण एउटा ऊर्जा हो। कतिपय हस्पिटलहरूमा अहिले डाक्टरहरूले रेकी उपचारबाट नै मान्छेलाई सजिलै अपरेसनको माध्यमबाट पनि निको गर्न सक्नु भएको छ। त्यही कारण हामी अहिलेको यो युगमा यो रोगको युद्धमा हामी रेकी उपचारले आफ्नो जीवनलाई धन्य र पुण्य पार्नेछौँ, स्वस्थ र मस्त भएर बाँच्नेछौँ। रेकी एउटा यति राम्रो ऊर्जा हो। 21 दिनमा आफ्नो डाक्टर आफै बनी संसारको हित र कल्याण गर्न सकिन्छ। यति भन्दै आजको यो रेकीको विषयमा पनि म छोटो जानकारी दिँदै बिदा हुन चाहन्छु। लाइक, शेयर, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला। हजुरको त्यही सहयोगले नै मैले अझै नयाँ ज्ञानयुगको कुरा लिएर हजुरहरू माझ फेरि सधैँ उपस्थित हुनेछु। जय गुरुदेव।